ल आज हामी कम्प्युटरको कथा खोतल्दैछौँ। यो एउटा यस्तो यात्रा हो, यस्तो कथा हो जुन हामीले सोचे भन्दा कैयौं गुना पुरानो र साँच्चै नै एकदमै रोचक छ। त्यसो भए यो कथा कहाँबाट सुरु भयो त? कहाँबाट होला? के यो कुनै एउटा मान्छेको दिमागको उपज थियो वा कुनै एकै दिनमा भएको आविष्कार? हैन, वास्तविकता त अलि फरक छ। साँचो कुरा के हो भने कम्प्युटर कसैले एकैचोटि बनाएको होइन। यो त हजारौं वर्षदेखिको मानव आवश्यकताले दोहोर्याएको एउटा लामो क्रमिक विकास हो। हाम्रो जुन गणना गर्ने, जानकारीलाई व्यवस्थित गर्ने अनि संसारलाई अझ राम्ररी बुझ्ने चाहना थियो नि, हो त्यसैको उपज हो कम्प्युटर। हाम्रो यो कथाको सुरुवात बिजुलीको आविष्कार हुनुभन्दा पनि धेरै पहिलेबाट हुन्छ। एक यस्तो युग जहाँ हिसाब किताब गर्नु भनेको एउटा ठूलो मेकानिकल चुनौती थियो। अब यहाँ एकछिन ध्यान दिऊ है, यो टाइमलाइनले एउटा अचम्म लाग्दो कुरा देखाउँछ। त्यो हो सुरुवाती आविष्कारहरू बीचको त्यो लामो, एकदमै लामो समयको ग्याप। सोच्नुस् त, हिसाब गर्न सजिलो बनाउने प्राचीन अबाकसदेखि पहिलो मेकानिकल क्याल्कुलेटर पास्कल लाइनसम्म आइपुग्न हजारौं वर्ष लाग्यो। कति सुस्त थियो होला त्यो गति, हैन त? अनि त्यसपछि 1830 को दशकमा एक यस्ता व्यक्ति देखा परे जसको सोच आफ्नो समयभन्दा धेरै नै अगाडि थियो। उनी थिए चार्ल्स ब्याबेज। आज हामी उनलाई आधुनिक कम्प्युटरको पिता भनेर सम्मानका साथ चिन्छौं। उनले एउटा मसिनको डिजाइन गरे जसको नाम थियो एनालिटिकल इन्जिन। र अचम्मको कुरा के छ भने त्यसमा आजका हरेक कम्प्युटरमा हुने आधारभूत कुराहरू थिए, जस्तै डाटा हाल्नका लागि इनपुट, जानकारी राख्नका लागि मेमोरी र हिसाब गर्नका लागि प्रोसेसर। यो त उनको दूरदर्शी सोचको सबैभन्दा ठूलो प्रमाण हो नि, होइन र? तर यो कथामा ब्याबेज एक्लै थिएनन्। उनीसँगै थिइन् एडा लभलेस, एक असाध्य प्रतिभाशाली गणितज्ञ। उनले ब्याबेजको त्यो मसिनको सम्भावनालाई बुझिन् र त्यसका लागि पहिलो एल्गोरिदम लेखिन्। एल्गोरिदम भनेको सिधा भाषामा मसिनलाई के गर्ने भनेर निर्देशन दिने एक प्रक्रिया हो। यही कामले उनलाई बनायो संसारकै पहिलो कम्प्युटर प्रोग्रामर। ल अब अलि अगाडि बढौं, 20औं शताब्दीमा प्रवेश गरौं र हेरौं कसरी एउटा विश्वव्यापी द्वन्द्वले कम्प्युटरको विकासलाई यस्तो गति दियो कि कसैले सोचेकै थिएन। खासमा दोस्रो विश्वयुद्धको त्यो आपतकालीन अवस्था अनि जित्नै पर्ने दबावले विज्ञान र इन्जिनियरिङलाई आफ्नो सीमाभन्दा पर जान बाध्य बनायो। दुश्मनको कोड तोड्न, ब्यालिस्टिक गणना गर्न, यस्ता कामको लागि एकदमै छिटो मसिनको आवश्यकता थियो। हो, यही आवश्यकता नै आविष्कारको जननी बन्यो र एउटा ठूलो सफलताको ढोका खुल्यो। र नतिजा के थियो त? इनियाक। यो नै थियो पहिलो साँचो इलेक्ट्रोनिक कम्प्युटर। सोच्नुस् त, यो एउटा सिङ्गो कोठा जत्रो विशाल थियो। यसले त एउटा सानो सहरलाई चाहिने जति बिजुली एक्लै खान्थ्यो। तर यसको गति र क्षमता त्यो त कल्पनाभन्दा बाहिरको थियो। साँच्चै भन्नुपर्दा यसले हिसाब किताबको दुनियाँमा एउटा क्रान्ति नै ल्याइदियो। इनियाक त एउटा दैत्य जस्तै थियो, हैन त? तर कम्प्युटिङको अर्को ठूलो छलाङ भनेको ठूलो होइन, सानो बनाउनु थियो। र त्यो वास्तविक क्रान्ति भयो सन् 1947 मा, जब एउटा सानो, हेर्दा सामान्य लाग्ने उपकरणको आविष्कार भयो जसले आउने दिनमा सबै कुरा बदल्नेवाला थियो। र त्यो थियो ट्रान्जिस्टर। अब ट्रान्जिस्टरले के गर्यो भने पहिलेका ती विशाल, धेरै तातो हुने र भर नपर्दा भ्याक्युम ट्युबहरूलाई हटाइदियो। नतिजा, कम्प्युटरहरू पहिले भन्दा कैयौं गुना साना, छिटा, सस्ता र सबैभन्दा महत्त्वपूर्ण भर पर्दा भए। यो त एउटा युगान्तकारी परिवर्तनै थियो। ट्रान्जिस्टरले त एउटा ढोका मात्र खोलेको थियो। त्यसपछि आयो इन्टिग्रेटेड सर्किट वा आइसी, जसले हजारौं ट्रान्जिस्टरहरूलाई एउटै सानो चिपमा प्याक गर्यो। र त्यसपछि आयो माइक्रोप्रोसेसर। यसले त झन् कमालै गर्यो, कम्प्युटरको पुरै दिमागलाई नै एउटै सानो नोङ जत्रो चिपमा अटाइदियो। हो, यही सानो बनाउने क्रान्तिले हामीलाई आजको संसारमा ल्याइ पुर्याएको हो। यस्तो संसार जहाँ कम्प्युटिङ पावर जताततै छ, हाम्रो वरिपरि। त्यही एउटा सानो माइक्रोप्रोसेसरले पर्सनल कम्प्युटर अर्थात् पीसी को युग सुरु गर्यो र पहिलो पटक कम्प्युटर ठूला ठूला प्रयोगशालाहरूबाट बाहिर निस्किएर हाम्रो घर र अफिसको टेबलमा आइपुग्यो। तर कथा यहाँ सकिएन। त्यो शक्ति डेस्कमा मात्र सीमित रहेन। डेस्कबाट हाम्रो झोलामा सर्यो, ल्यापटपको रूपमा। अब त जहाँ गयो त्यही आफ्नो कम्प्युटर सँगसँगै। अनि त्यसपछि
स्मार्टफोन आयो। त्यो शक्ति झोलाबाट पनि निस्किएर हाम्रो हातको हत्केलामा आइपुग्यो, हाम्रो खल्तीमा अटायो। कम्प्युटिङ अब हाम्रो जीवनको एउटा नछुटिने हिस्सा बन्यो। र आज यो विकासको गति झन्झन तीव्र हुँदैछ। आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई अनि क्लाउड कम्प्युटिङ जस्ता प्रविधिहरूले त हाम्रो काम गर्ने, सोच्ने र जिउने तरिकालाई नै पुरै बदलिदिँदैछन्। त्यसो भए यो लामो यात्राको सार के हो त? सार यही हो कि अबाकसदेखि एआईसम्मको यो लामो आविष्कारको श्रृङ्खलाले कम्प्युटरलाई हाम्रो शिक्षा, स्वास्थ्य, विज्ञान र दैनिक जीवनको हरेक पाटोमा एउटा नभई नहुने औजार बनाइदिएको छ। हजारौं वर्ष लामो यो यात्राले हामीलाई यहाँसम्म त ल्याइ पुर्यायो, तर अब यो यात्रा कता जाला सोच्न बाध्य बनाउने प्रश्न यही हो।